क्या हेलमेटै छ ए हे गाइस मर्निङ र आज चाहिँ हो डेली ब्लगको डे 3 र हिजोको लागि चाहिँ म अलिकति सरी माग्न चाहन्छु किनभने ब्लग एकदमै ढिलो अपलोड भयो किनभने उताबाट आउँदाखेरि पनि एकदम टाइम लाग्यो किनभने एउटा जग्गामा गएको थियो बाइकको त्यो भत्किहाल्यो त्यो बाटो त राम्रो रहेन रहेछ त्यहाँदेखि आएर चाहिँ त्यो बनाएर चाहिँ हामी रानीपुल घुमेर आएको र रानीपुल घुमेर आउँदा सबैलाई ड्रप गरेर घर पुग्दाखेरि एकदमै ढिलो पुगेको थिएँ म र त्यस पछाडि मैले एडिटिङ पनि त गर्नु पऱ्यो एडिटिङ गर्दाखेरि अब त्यत्रो लामो ब्लग थियो होइन अनि एडिटिङ गर्दा गर्दा अपलोड गर्दाखेरि एकदम ढिलो भयो तर पनि अपलोड चाहिँ भयो र त्यसको लागि म एकदम सरी माग्न चाहन्छु र आजको ब्लग डे 3 लाई चाहिँ लेट्स स्टार्ट द भिडियो अब होइन आजको ब्लग पनि एकदम इन्ट्रेस्टिङ हुनेछ लास्टसम्म हेरिदिनुहोस् होला हाम्रो श्रीमती चाहिँ यहाँ छ होइन श्रीमती भनेपछि चाहिँ उसको नाम चाहिँ अब हाम्रो बाइकको नाम चाहिँ श्रीमती हो नि त गाइस अहिले चाहिँ म बस जाँदैछु र आज मेरो फर्स्ट जानुपर्ने जग्गा चाहिँ हो झन्डै लड्यो खास जानुपर्ने जग्गा चाहिँ हो तल NIOS नेसनल इन्स्टिट्युट अफ ओपन स्कुलिङ र त्यहाँ चाहिँ जानुपर्ने छ त्यो छ देउरालीमा अनि बाइक चाहिँ म माथि बजारमै राख्ने छु लाल बजारमै तल त्यहाँ राख्ने जग्गा छैन हेर्दैछु त भाइ गाइस म चाहिँ मेरो बाइक चाहिँ यहाँ राखिदिएको छु हो र गाइस र म चाहिँ अब तल देउराली जाँदैछु ला कहाँ गयो त्यो छाना हराएछ त धेरै यो जिन्दगीमा गाइस NIOS को अफिस चाहिँ यहाँ माथि छ यहाँ लेखिम रहेछ 5A स्कुल भनेर र गाइस काम चाहिँ यहाँ नहुने रहेछ र माथि अहिले चाहिँ रोल नम्बर दिनुभयो र माथि चाहिँ साइबर क्याफेमा गएर चाहिँ त्यसलाई चाहिँ एन्ट्री गरेर चाहिँ गर्नुपर्ने हुन्छ This is a cyber cafe.
र गाइस तपाईँले देख्न सक्नुहुन्छ कि म चाहिँ कलेज ड्रेसमा छु र मेरो काम एमजी मार्कको सक्यो र म अहिले चाहिँ कलेज जाँदैछु। मेरो सबै काम सकेको खण्डमा चाहिँ म यहाँबाट निस्केर कलेजतर्फ जाँदैछु। जाउँ है त। ग्लोबल वार्मिङको असर चाहिँ निकै पर्दैछ जस्तो लाग्दैछ मलाई, किनभने चाहिँ एमजी मार्गमा त यस्तो गरम त नहुनुपर्ने हो नि त। ट्राफिक दिदीले के भन्दै होला त्यहाँ, इसी बात पे चालन तो बनता है। अस्ति चाहिँ म बाइपासबाट आउँदै थिएँ नि त, अब एउटा भैया रहेछ नि त, दुईजना भैया। अब उनीहरू फर्स्ट टाइम आएको होला सिक्किम, हेलमेट सेलमेट केही थिएन हो। अनि मलाई के अरे, भैया जी आगे तक छोड देंगे भने। अब त्यो भैयाले त सुनेन, तर मैले चाहिँ यस्तो रिप्लाईमा चाहिँ मैं आपको आगे तक छोड दूँगा तो पुलिस मुझे छोड देगा भनेर भनिदिएको थिएँ कि। दोकान त बन्द रहेछ, कहाँ गयो भैया? हेलो कर्मता, वेलकम टु माई ब्लग। हेलो ममता दिको, वेलकम टु माई ब्लग। घडीलाई इङ्ग्लिसबाट भन्छ क्लक। वेलकम टु निर्मल्स ब्लग। कस्तो चाहिँ हुन्छ होला यस्तो गरममा अझै तातोमा काम गर्नु चाहिँ। मान्छेको स्ट्रगल भनेको चाहिँ गर्छ है मान्छेले। अनि यो जुन चाहिँ ग्यास फर्म हुँदैछ नि, अब मैले त सुनेको हो, अब आई माइट बी कम्प्लिटली रङ अल्सो। यो एक दिनको यो जुन चाहिँ धुवाले चाहिँ नि एउटा मान्छेलाई चाहिँ 5 वर्ष सिगरेट खाएको जति चाहिँ इफेक्ट पार्छ अरे क्या। हेलमेटै कहाँसम्म जानुभएको? ए हस्पिटल जानुभएको होइन, म कलेज गयो। हजुर गरिहाल तिमी नदेऊ तिम्रो मलाई भड्किन, जिन्दगी धेरै नै छोटो छ, बन्छन् बगेको खोला पनि फर्किन्न। यहाँ रोकिदिन्छु ल तपाईँलाई। त्यही कारण म चाहिँ नम्बर चाहिँ प्रिन्ट गरेर टालिदिएँ कागजमा। हुन्छ त हुन्छ। अब कसैको हेल्प गरेको राम्रो भनेर, अब म एक्लै आएको भए पनि त्यति नै तेल खान्थेँ, दाजु लिएको भए पनि त्यति नै तेल खान्छ। अब विशेष गरी म प्राइभेट गाडीहरूलाई चाहिँ भन्न चाहन्छु क्या हो, होइन? 5जना मान्छे 5वटा गाडीमा जानुभन्दा त होइन, एउटा गाडीमा 5जना गयो भने ट्राफिक पनि कम्ती हुन्छ। त्यतिको अन्डरस्ट्यान्डिङ चाहिँ अब मान्छेहरूमा लिनु पऱ्यो। त्यही कारणले म चाहिँ बस किनौँ भनेको। अरे यही भ्लगमा आउँदैछस् है त, जाला सकेलास् नि त, ठिकै हुनुहुन्छ? गाडी निकाल्नु सजिलो हुन्छ होला। र गाइज अब म कलेजको भित्र छु, त्यति राम्ररी देखाउनु पाउँदिनँ होला। कलेज अब अस्तितिर त पब्लिस पनि थियो, त्यही कारणले हामीले त देखाउनु अब केही थिएन नि त त्यतिखेर। अब अहिले त अब अलिक अप्ठ्यारै छ देखाउनु हो।
कलेजबाट बाहिर निस्केर भेटौँ है त। र गाइस अहिले चाहिँ म कलेजबाट निस्किसकेँ होइन। अहिले चाहिँ म साथीको रुम जाँदैछु किनभने चाहिँ उसँग अलिक काम छ नि त, जो चाहिँ अब इक्जाम आउनु आँटेछ त्यसको लागि। ओके र गाइस हामी चाहिँ कलेजबाट निस्किसक्यो। अब सिधै घरतर्फ जाने। चालन भयो। आम्मा यही जग्गामा अस्ति लडेर चाहिँ मेरो एउटा फुड ड्रेस यतापट्टिको भत्किएको थियो। सिधै ल्याउँछ त के हो। के हो खतरनाक सेवा भएछ श्रीमतीलाई त। र गाइस आजको भ्लगको लागि चाहिँ यति नै। होप यु ह्याड अ ग्रेट टाइम वाचिङ दिस भ्लग। यसको बादमा मलाई एडिटिङ गर्नुपर्नेछ र भोलिको भ्लगमा भेटौँला। त्यतिन्जेलको लागि बाई।